हेलो भ्युअर्स, हामी चाहिँ लाग्यौँ है डुवर्सपट्टि लाग्यौँ है, डुवर्सपट्टि। र यता चाहिँ ड्राइभर साहब हुनुहुन्छ हाम्रो रोशन ड्राइभर साहब। यता पछाडि दाहरू हुनुहुन्छ, यता पेम्दा प्रवेन्दा अझै सर डुवर्सको टुर हुन्छ डुवर्सको। हामी चाहिँ लाग्यौँ ठिकै छ ब्याकको त पछि माझीटारको तेर्सहरू एक दुईवटा निकाल्नुपर्छ। त्यहाँदेखि तलको रम्फूको पुल निकाल्नुपर्छ, नयाँ पुल निकाल्नुपर्छ, मल्लीको जङ्सन निकाल्नुपर्छ। त्यहाँदेखि चाहिँ गएको जस्तो फिल हुन्छ नि, एकैचोटि पुगेको भिडियो होइन। त्यहाँदेखि कहाँ बाघ पुल निकाल्नु पर्यो।
सबैले खाँदा के गर्नु त्यही खानु होला नि अब त्यसले पनि स्विमिङ पुल नै कुरो गर्दैछ अब त फोटो खिच्नु लाग्छ नके भएर एकछिन बस्छ फोटो हेर खाना खानु मल्लीमा रोकेको छौँ मल्ली डब्लुबी मल्ली सो यो चाहिँ रेस्टुरेन्टको नाम चाहिँ याद छैन मलाई होइन यता मेरो हाम्रो टिम टाटा स्ट्यान्ड भनेको टाटा स्ट्यान्डमा आउनु नि टु गाडी लिएर के भन्छ छिटो कहाँ गरे हामी त गएको छैनौँ कहीँ यहीँ बसिरहेको छौँ गेन्टोकमै छौँ अब गेन्टोक कहाँ हो यो कहाँ जोत्दैछ यसले हो तपाईँहरूलाई जोतेको नपत्याउँदैन खाना पो पर्मिलन त एकदम मुडमा छ यता भेज खसीलाई मटन भन्छ यहाँ चाहिँ पुडी खाएको अरे रोटी खाएको अरे सब्जी रोटी खाएको अरे मजाले खा यो के को मासु हो र म चाहिँ एकदम प्योर भेज चिकन न्यू मेम्बर इन द ग्रुप यता राजीव दा उहाँ चाहिँ उत्तरेको हुनुहुन्छ है देन्ताम उत्तरेको यता हाम्रो एकाउन्टेन्ट साफ हो एकाउन्टेन्ट साफ निकाल्दैन
कहाँ जाँदैछ भनेर है गएर बस्ने ठेगान सेगान केही छैन हिँडेको छ बाटो गाडी लिएर होइन त्यति मात्रै हो यो हाफे मात्रै पुग्यो 4 बजी हाफे रोशन हामीलाई झुटायो अगाडिको दुईजनालाई झुटायो मुझे चैन न आए न जाने कहाँ दिल खो गया न जाने कहाँ दिल खो गया बागपुल ओ कहाँ आइपुग्यो चुप्पु के भयो कहाँ छ तिमी चाहिँ आइपुग्यो त अन्त हामी बागपुल जहाँ ठाउँ अन्य त गयो त कहाँ गयो कहाँ देख्थ्यौ तिमीले हामी बागपुलमै छ त अन्त गाडी चाहिँ खोइ बागपुलमै छ उही रहेछौ यो होइन चिजे तान्दै जाने उही ऊ केटाहरू उही छ त उही पर छ त केटा पर्दैन होला किन त मलाई रोक्दैन गाडी भन्छ कहाँ राखेको छ तिनीहरूले गाडी कहाँ पक्रिन्छ हो त्यहाँ यो चाहिँ किन यता आएको हामी नजाउँ है नजाउँ के छ त्यहाँनिर के भर्खर आइपुगेको होला है यिनीहरू डोर्स डोर्स
कहिले जाने चाल्सा फलकट्टा चाल्सा त छैन त अन्त त्यही त चाल्सा त होटलको नाम होइन नि जग्गाको नाम हो जग्गाकै नाम हो यो लाइनमा होटल हेर्नु नि हो सर गुवाहाटीको लिन्छ यो लाइनमा होटल हेर्नु कता हो ओह्रालो मजाको बाटो आइपुग्यो यो सर्टकट होला हौ लेफ्ट दिन अब मतलब लेफ्ट मतलब त्यही हो होइन यही होला हौ त्यही लेनमै यही लाइनमा होला छ नि त यहाँ पिछेको चाहिँ अन्डर छोरा कति मजा आएर इट्सको मात्रै गयो भन्दै नि यसो पुग्यो अरे हो नि जग्गै याद छैन मात्रै नि लङ ड्राइभमा हिँडेको त अन्त खास हामी लङ ड्राइभै प्लान गरेको नि त खास लङ ड्राइभै जाउँ भनेर यस्तो दार्जिलिङ रोकिन्छ डेस्टिनेसन कहाँ भयो याद छैन हो अननोन है अननोन हिँडेको चाहिन्छ हिँडिँदैन भरे यो बाटो चाहिँदैन पर्नु राइट लिनुपर्छ होइन यसो गरौँ होला हो कति बजे अहिले हामी चाहिँ चाल्सा गएको अहिले चाहिँ होइन मालबजार पुग्न आँट्यो पुग्यो 7.1 किलोमिटर मात्रै रहेछ है 6.8
फाइनली गाइस हामी चाल्सा आइपुगेको छ अन्नपूर्ण है होमस्टे पनि रहेछ त्यहाँ उयो हो त अन्नपूर्ण होमस्टे हामी चाहिँ अन्नपूर्ण होमस्टेकै अगाडि रोकेर त्यही खोज्दैछौँ र चाल्सामा अब यहाँनिर हामी बस्ने कोठा खोज्दैछौँ चाल्सामा हराइरहेको छ यहाँनिर तपाईँसँग यता पर्मिलन दाले खोज्दैछ चाल्सामा के पाइन्छ कि भनेर होटल हेरेर हुँदैछ नि हौ यहाँ गाडीलाई भोक लागेको छ कि अन्त अलिकता खाजा दिएको यो चाहिँ सर्भिसिङ गर्नुको लागि सिलगढी गएको थिएछ हराइरहेको बेलामा खोजेर ल्याएको यसलाई यस्ता यहाँ फेरि गर्लफ्रेन्डसँग बिजी मालिक 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 साहब रुपेन मालिक गाडीको खानाको पैसा तिर्ने चाहिँ यता छ मालिक साहबले दिनेछ मालिक साहबले हामीले सबै उठाएको पैसा चाहिँ यसरी गाडीमा तेल हाल्नु पर्यो भने त सकिगयो नि अन्त केले खानु यहाँ चाहिँ अब होम मिनिस्टरलाई इन्फर्मेसन दिनुपर्ने हुन्छ सिक्रेट इन्फर्मेसन पैसा सकेर हेर्नुहोस् दुईजना फोन कोट्याउनै टोलिँदैछ यहाँनिर म त पैसा दिँदिनँ के हराइछौ तीनटाको 4700 के हरायो होमस्टेमा बस्यो भने एक हजार के हरायो यहाँ सोच गरौँ न हौ 8 एडल्ट्सको लागि 1 नाइट 8 जना हो कि 5000 भनौँ न 4800 त्यो गरेर हेर्नु है त्यसैले म यहाँ फोनै गर्छु ल यसलाई नम्बर हुनु पर्ने रुपेन हेर त त्यो उता भनेको चाहिँ के नाम हो मङ्गलमूर्ति मङ्गलमूर्ति होइन अर्कै हो दाजु हाम्रो सामान कहाँ छ कति महिना पुग्यो गाडीले यति खाइदिएपछि हामी के खानु यहाँनिर ग्रिन भ्याली रिट्रिट सो ग्रिन भ्याली रिट्रिटको नजारा चाहिँ यस्तो छ यो चाहिँ अलिकति अफमा छ तपाईँको चाल्सादेखि अलिकति 7 किलोमिटर अगाडिदेखि चाहिँ भित्र बस्नुपर्छ सो एकदमै राम्रो ओपन स्पेसमा अफ तर यु क्यान इन्जोय हियर यता बाहिर बस्दा पनि हुन्छ अलिकति कमी चाहिँ स्विमिङ पुल चाहिँ छैन रहेछ सो यता हेर्नुहोस् हाम्रो चन्द्रमामा पनि यहाँ देख्दैछ तपाईँको यो चन्द्रमा हो हाम्रो यसलाई म हल्का जुम गरेर देखाउने कोसिस गर्छु एकदमै रमाइलो नजारा तपाईँहरूलाई ल्याउने कोसिस गर्छु सो बनिरहनुहोस् पिटी रङ्गुप च्यानलमा सो आजको लागि चाहिँ यति नै हुन्छ होला अर्को नम्बर छ मेरो त थ्याङ्क यू सो मच सर मेरो ब्याग ल्याइदिनु भएकोमा तपाईँलाई यता हाम्रो अजय सर हुनुहुन्छ होइन ब्याग बोकेर जानुहुँदैछ मेरो पनि सरले नै ल्याइदिनु भयो सो ग्रिन गार्डन रिट्रिट पो रहेछ त हौ फाइनल नाम चाहिँ एकदमै ओपन स्पेस आइपुगेछ हामी यता बेमा यता दा अनुराग पक्ला कुक्लु गरेर चाहिँ हेरौँ यहाँ चाहिँ बेलुकाको रासिन
रासिनको भन्दाखेरि 5 बोल राइस 5 बोल राइस गरिदिनुहोस् 5 बोल त यो हैन 9 जनालाई 5 बोल राइस 9 जनाको दाइहरू कहाँ रहनु भएको 5 बोल राइस हो एक्स्ट्रा माग्यो भने त दिन्छ नि त हैन भयो भइन्छ त्यहाँदेखि सब्जी 2 कराई गरिदिनु दाइहरू कहाँ रहनु भएको दाइहरू कता रहनु भएको दाइ कता यो चाहिँ हाम्रो अर्को रुम हो दिस इज द नेक्स्ट रुम इभिनिङ भ्यू छ यहाँ चाहिँ हैन के गरेको त देखिनँ मैले मुख छाड्छस् सरी वान दाइहरू कता रहनु भएको खाना अर्डर गर एकदम गम्भीर खानाको एकदम डिस्कसन मन पर्यो मलाई यहाँ दाइहरू खै कहाँनिर छ फलफुल चाहिँ केही फल्दैछ बगानै छ